नमस्कार। प्रत्येक वर्ष झै धनुषाको सबैला नगरपालिका 1 मा आयोजना हुँदै आएको कवीर सन्त सम्मेलनलाई यस वर्ष पनि भव्यताका साथ 2 दिने कवीर सन्त सम्मेलन सम्पन्न भएको छ। कार्तिक महिनाको 21 र 22 गते गरी 2 दिने कवीर सन्त सम्मेलन सम्पन्न गरिएको छ। कवीर सन्त सम्मेलन सबैला 1 को आयोजनामा शुक्रबार उद्घाटन सहित सुरु भएको कार्यक्रममा नेपाल भारतका विभिन्न ठाउँबाट आएका सन्त महात्मालाई स्वागत तथा सम्मान गरिएको थियो। कार्यक्रममा हजारौं साधु सन्तको उपस्थिति रहेको थियो। देश विदेश लगायत निजी स्तरबाट समेत खाद्यान्न सामग्री गम्छा आर्थिक सहयोग जुटाएको थियो। कार्यक्रममा गुराँस युवा क्लब सबैलाका अध्यक्ष हरेराम यादवले सम्पूर्ण अतिथिलाई गम्छा ओढाई सम्मान गरेका थिए। सामाजिक सेवा के काम करे छी मुदा हमरा सबसे खुशी ए कबीर एहन साधु संत सबके सम्मान कर पाबे छी त हमरा व्यक्तिगत हम बहुत अपना के भाग्यमानी ठाने छी। सबैला नगरपालिका 1 को वडा अध्यक्ष मिथिला शाहले सम्मेलनमा जुटेका सम्पूर्ण साधु सन्तका लागि खाद्यान्न सामग्रीमा 1 क्विन्टल चामल सहयोग गरेका थिए। वैदेशिक सहयोगमा मलेसियामा कामको सिलसिलामा रहँदै आएका सन्तहरूले समेत सहयोग गरेका छन्। धनुषाको सबैला नगरपालिका 3 मा स्थापित श्री सद्गुरु कवीर स्थान जगह सबैला निज आश्रम निवासद्वारा नगद 5001 रुपैयाँ सहित गम्छाले सम्मान गरेका छन्। कार्यक्रमको दोस्रो साँझ माई साहेब मानो दासिनको हातबाट उक्त सहयोग भएको हो। श्री सद्गुरु कवीर स्थान जगह सबैला निज आश्रमको संस्थापक महात्मा स्वर्गीय सदलोकवासी छेदी दासले सद्गुरु कवीर साहेबको विचार उपदेश बानी वचन प्रचार र साधु समाजलाई सम्मेलन गरी धार्मिक काम जस्तै साप्ताहिक मासिक वार्षिक गरी विगतका 32 वर्षदेखि कवीर जयन्तीमा विभिन्न संघ संस्था र साधु सन्त समाजलाई आमन्त्रण गरी 2 दिने आध्यात्मिक ज्ञान सत्संग सम्मेलन र भण्डारा गर्दै आएको हो। मलेसियामा उक्त आश्रमद्वारा समेत अन्तर्राष्ट्रिय स्तरीय साधु सम्मेलन गर्दै आएको हो। सँगै यस आश्रमकै नाउँमा आपद विपदमा परेकालाई समेत सहयोग गर्दै आएको हो। आश्रमको उत्तराधिकारी महात्मा सन्त शिव कुमार दास उक्त अन्तर्राष्ट्रिय कार्यक्रममा अग्रसर भएको हो। सन्त सम्मेलनमा कवीर नाटकको आयोजना गरिएको थियो।